साथीहरू नमस्कार। हामीले घर बनाउँछौँ र घर बनाउँदै गर्दा हामीलाई टोयलेटको आवश्यकता पर्छ र टोयलेट बनाउँदाखेरि हामीले पहिलाको जमानामा घरभन्दा बाहिर टोयलेट बनाउने थियौँ भने अहिले वर्तमानको समयअनुसार हामीले घरको भित्री भागमा टोयलेट बनाउने गर्दछौँ। घरको भित्री भागमा पनि एट्याच टोयलेट बाथरुम बनाउँदा कहाँ कसरी कुन तरिकाले बनाउँदा वास्तु दोष लाग्दैन। सानो गल्तीले ठुलो क्षति हुन सक्छ। त्यसैले घरको भित्री भागमा टोयलेट बनाउँदा यदि बेलैमा विचार पुर्याइएन भने त्यसले हामीलाई दीर्घकालीन समस्या निम्त्याउन सक्छ। त्यसैले घर बनाउँदै हुनुहुन्छ, एट्याच टोयलेट बाथरुम बनाउँदै हुनुहुन्छ, घरभित्र यदि टोयलेट बाथरुम बनाउँदै हुनुहुन्छ भने विशेष ध्यान दिन जरुरी छ। सानो गल्तीले ठुलो क्षति पुग्छ र भोलिको दिनमा पछुताउनु पर्ने स्थिति नआओस्। आउनुहोस् जानौं त्योभन्दा पहिला यदि तपाईहरू त्रिपुरा सुन्दरी ज्योतिष तथा वास्तु च्यानलमा यदि तपाईहरू पहिलोचोटि पाल्नु भएको हो भने अवश्य रूपमा अहिले नै हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस् र साथमा आउने बेल आइकनलाई प्रेस गर्नुहोस् र भिडियो मन परेको खण्डमा शेयर अवश्य पनि गर्नुहोस्। आउनुहोस् ढिला नगरी सुरुवात गरौं। वास्तुशास्त्र अनुसार घरको टोयलेट कहाँ बनाउने, कस्तो अवस्थामा कुन तरिकाले बनाउँदा वास्तु दोष लाग्दैन र वास्तु दोष यदि लाग्यो टोयलेट बनाउँदा यदि हामीले हेलचक्राइ पूर्वक अथवा दिशा नै नहेरेर दिशा नमिलाइकन हामीले टोयलेट बनायौं भने त्यसको असर कस्तो खालको चाहिँ पर्न जान्छ, त्यसबाट आउने नेगेटिभ ऊर्जाहरूले हामीलाई कस्तो खालको चाहिँ प्रभाव पार्छ। आउनुहोस् यसै अन्तर्गत रहेर कुरा गरौं। वास्तुशास्त्रमा एट्याच टोयलेट बाथरुम शयन कक्षसँगै हुने बनाउँदा दिशा र स्थानको धेरै ध्यान दिन जरुरी हुन्छ। गलत स्थानमा यदि टोयलेट भएको खण्डमा स्वास्थ्यसँग सम्बन्धित समस्या, मानसिक तनाव, चिन्ता, अशान्ति, धनसँग सम्बन्धित क्षति आउने हुन्छ। उपयुक्त दिशा पश्चिम वा उत्तर पश्चिम एट्याच टोयलेट बाथरुमका लागि सबैभन्दा राम्रो मानिन्छ। उत्तर पूर्व वा दक्षिण पश्चिम यो दिशा टोयलेट बाथरुमका लागि एकदमै निषेधित हुन्छ। यसले पारिवारिक अशान्ति, आर्थिक घाटा र स्वास्थ्यसँग सम्बन्धित समस्या निम्त्याउने गर्दछ। त्यस्तै गरेर दक्षिण पूर्व पनि ठिक मानिन्छ, तर ध्यान दिनुपर्ने कुरा के हो त यसै बारेमा हामी आज बुझौं। विशेष गरेर प्रवेशद्वार अर्थात् टोयलेटको प्रवेशद्वार ढोका प्राय पूर्व वा उत्तर दिशातिर खुल्ने गरी राख्नु राम्रो हुन्छ। ढोका सिधै शयन कक्षको अगाडिको भागमा नपर्ने गरी मिलाउन जरुरी हुन्छ। टोयलेटको प्यानल बसेर शौच गर्ने बेला मुख दक्षिण वा पश्चिम दिशातिर पर्ने गरी राख्न जरुरी हुन्छ। उत्तर वा पूर्वतर्फ मुख गरेर बस्ने स्थिति हुनु हुँदैन। वाशबेसन अर्थात् शावर, वाशबेसिन, शावर आदिको स्थान पूर्व वा उत्तरतर्फ राख्दा राम्रो हुन जान्छ। त्यस्तै गरेर पानीको निकास, बाथरुम वा टोयलेटको पानीको निकास उत्तर पूर्वतिर हुनु जरुरी हुन्छ। ट्याङ्की भएको खण्डमा त्यो पनि पश्चिम वा दक्षिण पश्चिम दिशातिर राख्नु राम्रो हुन जान्छ। त्यस्तै गरेर सानो सावधानी, टोयलेट बाथरुमको शयन कक्षको ठ्याक्कै मध्यभागमा पार्नु हुँदैन। हावा पानी निस्कने सानो झ्याल वा भेन्टिलेटर पनि अनिवार्य राख्नुपर्ने हुन्छ। टोयलेट बाथरुम सधैँ सफा र सुक्खा राख्नु पर्दछ, किनकि वास्तुशास्त्र अनुसार त्यहाँको नकारात्मक ऊर्जा
फैलिने गर्दछ। अब पश्चिम दिशातिर जस्तै वेस्ट दिशातिर सबैभन्दा राम्रो दिशा एटेच टोयलेट बाथरुम राख्दा परिवारमा स्थिरता र स्वास्थ्य राम्रो रहन जान्छ। उत्तर पश्चिम नर्थ वेस्ट पनि राम्रो विकल्प मध्ये पर्न जान्छ। यसले मानसिक सन्तुलन र सम्बन्धमा सामञ्जस्य दिने गर्दछ। दक्षिण पूर्व दिशा अर्थात् साउथ इस्ट राख्न मिल्छ, तर यहाँ यथासम्भव बाथरुम, सावर, वासबेसन मात्र राख्ने प्यान नबनाउनु राम्रो हुन जान्छ। उत्तर अथवा पूर्व दिशा नर्थ इस्ट साइड वा दक्षिण पश्चिम साउथ वेस्ट यहाँ टोयलेट बाथरुम राख्नु कडा निषेध गरिएको छ। यसले स्वास्थ्यमा समस्या, आर्थिक हानि, वैवाहिक जीवनमा तनाव ल्याउने गर्दछ। प्यान कम्बोर्ड बस्दा मुख दक्षिण वा पश्चिमतर्फ पर्ने गरी राख्नुपर्ने हुन्छ। उत्तर वा पूर्वतर्फ मुख गरेर बस्ने स्थिति वर्जित रहेको छ। उत्तर वा पूर्वतर्फ मुख गरेर बस्ने स्थिति वर्जित गरिएको छ। प्यानलाई कोठाको पश्चिम, उत्तर, पश्चिम वा दक्षिण पूर्व कुनामा राख्न सकिन्छ। सावर वा वासबेसन स्नान गर्ने ठाउँ सावर वा वास बेसिनलाई पूर्व वा उत्तरतर्फ राख्नु राम्रो हुन्छ। यसले घरमा शुद्धता र सकारात्मक ऊर्जा वृद्धि गर्ने गर्दछ। अब कुरा गरौँ पानी निकासीको र ढल। पानीको निकास उत्तर पूर्वतर्फ हुनु सबैभन्दा राम्रो मानिन्छ। सेप्टिक ट्याङ्की पूर्व उत्तर, पूर्व वा दक्षिण पश्चिममा राख्नु हुँदैन। राम्रो स्थान उत्तर पश्चिम वा दक्षिण पूर्व विशेष राम्रो मानिन्छ। दराज अथवा ढोका। एटेच टोयलेटको ढोका पूर्व वा उत्तरतर्फ खुल्ने गरी राख्नु राम्रो मानिन्छ। ढोका सिधै पलङको अगाडि नपरेकै राम्रो। त्यस्तै गरेर भेन्टिलेसन र झ्याल टोयलेटमा पूर्व वा उत्तरतर्फ सानो झ्याल वा भेन्टिलेटर अनिवार्य राख्नुपर्ने हुन्छ। यसले हावा वा प्राकृतिक प्रकाश आउनलाई सहयोग गर्दछ। ध्यान दिनुपर्ने कुराहरू यस्ता छन्। टोयलेट बाथरुम शयन कक्षको ठ्याक्कै बीच भागमा पर्नु राम्रो हुँदैन। जहाँ सम्भव छ बाथरुम र टोयलेट अलग अलग राख्नु राम्रो मानिन्छ। बाथरुम, टोयलेट सधैँ सफा र सुक्खा राख्नु राम्रो मानिन्छ। शयन कक्ष अनुसार एटेच टोयलेटको स्थान पूर्वमुखी कोठा, टोयलेट बाथरुम पश्चिम वा उत्तर पश्चिम दिशामा राख्नु राम्रो हुन्छ। त्यस्तै गरेर उत्तरमुखी कोठा, टोयलेट बाथरुम पश्चिम वा दक्षिण पूर्वमा राख्नु राम्रो मानिन्छ। दक्षिणमुखी कोठा, टोयलेट बाथरुम उत्तर पश्चिममा राख्नु राम्रो मानिन्छ। त्यस्तै गरेर पश्चिममुखी कोठा, टोयलेट बाथरुम दक्षिण पूर्व वा उत्तर पश्चिममा राख्नु राम्रो मानिन्छ। यदि तपाईहरूलाई जानकारी छैन भने हामीसँग जानकारी लिन पनि सक्नुहुनेछ। यदि तपाईहरू हाम्रो च्यानलमा पहिलोचोटि आउनुभएको हो भने हाम्रो च्यानललाई अहिले नै सब्स्क्राइब गर्नुहोस् र साथमा आउने बेल आइकनलाई प्रेस गर्नुहोस्। भिडियोलाई लाइक, शेयर अनिवार्य रूपमा गर्नुहोस्। आउनुहोस् टोयलेट गलत ठाउँमा हुँदा कस्ता खालका चाहिँ रोग र बिमारी आउँछन् यसको बारेमा जानौँ। गलत स्थानका प्रभाव र रोगको कुरा। वास्तु अनुसार एटेच टोयलेट बाथरुम गलत स्थानमा भएमा नकारात्मक ऊर्जा बढ्दै जाने हुन्छ, जसको सिधा असर स्वास्थ्य, मनस्थिति र पारिवारिक सम्बन्धमा पर्ने गर्दछ। उत्तर पूर्व अर्थात् ईशान कोणमा टोयलेटको कारणले गर्दा मानसिक अशान्ति, निरन्तर टाउको दुख्ने, डिप्रेसन, ध्यान एकाग्र हुन नसक्ने, पढाइ, करियरमा बाधा, कान, नाक, गलासँग सम्बन्धित रोग, बच्चामा स्वास्थ्य समस्या, घरमा अशान्ति। त्यस्तै गरेर दक्षिण अथवा पश्चिम नैऋत्य कोणमा
टोयलेट, जोर्नी दुख्ने, हड्डी र स्नायुसँग सम्बन्धित समस्या, वैवाहिक जीवनमा तनाव, दाम्पत्य कलह, निन्द्रामा समस्या, डर, त्रास र चिन्ता, पेटसँग सम्बन्धित रोग, कब्जियत, पाचन प्रक्रियामा समस्या, घरको बीच भागमा टोयलेट, मुटु रोग, फोक्सोको समस्या, मधुमेह, ब्लड प्रेसर बढ्ने, लगातार थकाइ, ऊर्जाहीनता, परिवारमा असहमतिहरू, धनको हानि, उत्तर पश्चिम दिशामा गलत बनावट भएमा महिला स्वास्थ्यसँग सम्बन्धित हार्मोन, युटेरससँग सम्बन्धित समस्या, टाउको भारी, अनिन्द्रता, छोरी महिलासँग असमझदारी, दक्षिण अथवा पूर्व यदि ध्यान राखियो भने पेटसँग सम्बन्धित रोग, अल्पपित्त, अल्सर, कब्जियत, उक्त रक्तचाप, क्रोध बढ्ने, झगडा झन बढी हुने, मानसिक असन्तुलन, नकारात्मक प्रभावका सामान्य लक्षणहरू सधैँ झगडा, अशान्ति, उदासीपन, बारम्बार बिमारी पर्नु, औषधि खानुपर्ने अवस्था आउनु, धन सञ्चित नहुने, कर्जा बढ्ने, अनावश्यक खर्च र कानुनी समस्याहरूमा पर्ने हुन्छ। यदि घरमा पहिल्यै गलत स्थानमा टोयलेट बनेको छ भने वास्तु उपाय गर्न सकिनेछ, जस्तै कि तामाको पिरामिड, नमकको अर्थात् नुनको कटौरा, सुगन्धित धूप, रङ मिलाउने उपाय गरेर दोष कम गर्न सकिनेछ। यदि तपाईहरू वास्तुशास्त्र अनुसार टोयलेट गलत भएर दुखी हुनुहुन्छ भने हामीलाई पनि सम्झन सक्नुहुनेछ। त्यसका लागि तल दिएको नम्बरमा सम्पर्क गरेर परामर्श लिन सक्नुहुनेछ। तपाईहरूलाई जानकारीमूलक भिडियो के कस्तो लाग्यो अवश्य पनि सल्लाह, सुझाव, प्रतिक्रियाहरू दिन नभुल्नुहोला र तपाईहरूलाई यस्तै खालका कुनै पनि प्रकारका भिडियो आवश्यकता छ भने हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ भन्दै आजको यस भिडियोबाट बिदा चाहन्छु। तपाईको जीवन सुखद एवं मङ्गल रहोस्। नमस्कार।